दोसर बेर में राष्ट्रपति विद्या भण्डारी नागरिकता विधेयक प्रमाणीकरण करही परबाक बाध्यात्मक प्रावधान रहलासँ समेत मधेस तत्काल शान्त देखल गेलै छ। यद्यपि मधेस केन्द्रित दल सब जसपा, लोसपा, जनमत पार्टी आ नागरिकता विहीन सभक राष्ट्रीय अभियान राष्ट्रपति के कदम विरुद्ध मधेस प्रदेश के राजधानी जनकपुर धाम सहित विभिन्न दबावमूलक कार्यक्रम आ प्रदर्शन दैनिक करैत आबि रहल अछि। आगामी चुनाव में देश के 53% जनसंख्या ओगटने मधेस में सब राजनीतिक दल आँख गरौने अछि। मुदा मधेस एमाले के सरकार समेत अध्यादेश मार्फत लागू कैने नागरिकता कानून आ एखन के सरकार पारित कैने राष्ट्रपति से फिरता भेल नागरिकता विधेयक के एकदम जिज्ञासुपूर्वक देख रहल अछि। राष्ट्रपतिले जीले नै एक समयमा अध्यादेश अब भनिन्छ अध्यादेश र ऐन फरक हुन्छ, स्वाभाविक रूपमा हुन्छ। तर उहाँलाई यो पनि थाहा हो कि संसदलाई विशेषाधिकार हो, फेरि अर्कोचोटि पठायो भने उहाँ फेरि फिर्ता गर्न सक्नुहुन्न। तर यस प्रकार व्यवधान सिर्जना गरेर उहाँ राष्ट्रपति व्यक्ति हुँदैन, एउटा संस्था हो, त्यो संस्थालाई विवादित बनाउनु हुँदैन थियो। त्यो व्यक्तित्वको लागि नै नकारात्मक असर परेको हो। म यही भन्छु, विद्या भण्डारीजीको कुरा होइन, राष्ट्रपति नामक जुन संस्था हो त्यो संस्थालाई नै विवादमा पारिएको हो। संघीय सरकार जेहने मधेस प्रदेश में समेत वही गठबंधन के सरकार अछि। मधेस सरकार के मुख्यमंत्री नागरिकता विधेयक प्रमाणीकरण होइबे करबाक में निश्चिंत रहलासँ राष्ट्रपति विरुद्ध एखन नर्म छथि आ कोनो प्रतिक्रिया नहीं द रहल छनि। त सरकार के मंत्री सब नागरिकता विधेयक लागू नहीं हैत त मधेस में जनविद्रोह होब सकबाक चेतावनी द रहल अछि। कानुन बनाउनुस् तर कानुन नबनाउने अनि मनमा चाहिँ अनेक ढङ्गले तपाईको गलत मनसाइ राख्ने। आज हेर्नुस्, हामीले हेर्यौँ नि त्यो जतिखेर यो नागरिकता बिल पेश भइराखेको अवस्थामा बहस सुरु भयो त कोही भन्छ फिजी बनिहाल्छ, कोही भन्छ यो नागरिकता दिइसकेपछि मधेसमा त पुरै एकलौटी। के को एकलौटी हुन्छ? यही कुरा तपाईँ झापामा नागरिकता वितरण भएको छैन? पत्ता लगाउनुस् त झापा जिल्लामा कति नागरिकता वितरण भएको छ, त्यतिखेर अन्य जिल्लाहरूमा कति वितरण भएको छ। त्यसकारण यो कुरालाई जसरी हाउसमा उठाउने काम गर्यो, यसलाई तपाईँको विवादित कुराहरू विवाद ल्याइदिने, यो किन फिजी बन्छ? अहिले पनि नागरिकताबाट वञ्चित जो मान्छे छ, अहिले हेर्दै हुनुहुन्छ तपाईँ मधेस प्रदेश, जो मान्छे उमेर पुगेका थिएन अहिले उमेर पुग्यो, अहिले आत्महत्या गर्ने स्थिति पुगिसक्यो। तिनीहरू के गर्छन्? बिना नागरिकताको यही देशमा केही हुनेवाला छ? त सही मान्छेलाई नागरिकता पाउनु पर्यो। हामी भन्दैनौँ कि गलत मान्छेलाई नागरिकता दिनुस्। कसले भन्छ गलत मान्छेलाई नागरिकता दिनुस्? मधेस सरकारक उद्योग, पर्यटन, वन तथा वातावरण मंत्री शत्रुघ्न महतो अदालत बेर बेर कानून बनाकर नागरिकता के समस्या समाधान कर कही देने रही तो गलत नियत के साथ कतेको नेता सब देश फिजी भजेबाक सहित के गैर जिम्मेवार टिप्पणी द रहल आ देश में द्वंद्व उत्पन्न कर रहल धारणा रखे छथि। तर रोक्ने कुनै कारण छैन। प्रतिनिधि सभाबाट पास भइसकेको थियो, राष्ट्रिय सभाबाट पास भइसकेको छ, उहाँहरूको अधिकार हो, हेर्न सक्नुहुन्थ्यो राष्ट्रपतिले। तर अहिले खोइ किन फिर्ता गर्नुभएको छ? पार्टीहरू बस्छन्, निर्णय गर्छन् र स्वतःस्फूर्त रूपमा अब जनता बाँकी राख्दैनन्। नागरिकता जो वञ्चित छ, एउटा समस्या समाधान हुने दिशातिर देश अगाडि बढिराखेको थियो। फेरि कता न कता केही मान्छेहरू, यो मान्छे आफूलाई मधेसप्रतिको म मधेसवादी हुँ, मधेसका म यस्तो गर्छु उस्तो गर्छु भन्ने पार्टीहरू छन्। त्यस्ता व्यक्तिहरू अहिले रोक्ने काम गरेको छ, कहीँ न कतैबाट राष्ट्रपतिलाई पनि विवादित गर्ने काम गरेको छ। यो राम्रो होइन। त्यसमा बढी चाहिँ तपाईँको नेकपा एमाले अहिले अगाडि सरेको छ, यो बेठिक गरेको छ। यसलाई पार्टीले आउँदो चुनावमा यसको परिणाम चाहिँ त्यो त्यस्ता जो पार्टीहरू नागरिकता विधेयकको विपक्षमा जाँदैछ, विरोध गर्दैछ, फिजी हुन्छ भन्दैछ, ती मान्छेहरू आउँदो चुनावमा युवाहरू त हेर्दैछ ठगेर हुन्छ। गलत व्यक्ति सब अवैध रूप में नागरिकता नहीं पाव के चाही ओहन व्यवस्था क नागरिकता भेल नेपाली नागरिक के संतान के, चाहे माँ के नाम से हो चाहे बाबू के नाम से हो, केकरो नाम में नागरिकता सहज रूप में वितरण होबाक चाही आ कोनो अवरोध नहीं होबाक चाही। तर्क हुनका सबके अछि। नागरिकता विधेयक के विरोध करवाला सब संग चुनाव में जनता बदला लेबाक समेत मंत्री महतो बतौलनि। जानकार सभक अनुसार नागरिकता विधेयक आ ओकर कार्यान्वयन से समेत आगामी निर्वाचन के प्रभावित करत। त्यो त मात्रै हो कि यस्तो अवस्थामा जब अन्य मुलुकहरूबाट नेपाल, भारत, यो त भारतीय उपमहाद्वीपका मुलुकहरूको लागि त्यस प्रकारको पाप, त्यसैले नकारात्मक होइन। यदि पारित भएन भने दीर्घकालीन रूपमा चुनावमा के हुन्छ हुँदैन त्यो अर्कै कुरा हो। चुनावमा त धेरै
फ्याक्टर्सहरू हुन्छन्। तर दीर्घकालीन रूपमा राज्य पक्षकै लागि जो राजनीतिक कर्मीहरू हुनुहुन्छ उहाँहरूकै लागि नकारात्मक असर पर्दछ। यसमा विवादै गर्नु हुँदैन। यो संवेदनशील गैर नागरिक भएर नागरिक बस्छन् युवाहरू त त्यो त केही पुग्दा थियो। तर यसमा त समग्र प्रभावित वर्गहरू हजारौँ लाखको सङ्ख्यामा जुन युथहरू छन् तिनीहरूको जीवनयापनमाथि यो धेरै ठुलो प्रश्नवाचक चिन्ह आएको हो। नागरिकता विधेयक के राजनीतिकरण कक आगामी निर्वाचन में मत प्रभावित कर के योजना अनुसारे ई सब कुछ भ रहल मधेश के बुद्धिजीवी सबक कहब छन्। नागरिकता कहते मात्र मधेश के मात्रे दर्शा रहल गलत भावना एखन देश में विद्यमान रहल आ कोनो समेत कानून विशेष कक मधेश के लेल मात्रे लागू नहीं होबाक भेलासँ पूरे देश के लेल ई विधेयक आ कानून पास भेला पर संपूर्ण नेपाली नागरिक आ संपूर्ण देश ऐसा लाभ ले सकबाक भेलासँ विवादित विषय नहीं बनेबाक चाही हुनका सबक कथन अछि। अपन टेलिभिजनक लेल पूरन शाह जनकपुर धाम।